ए मालिक कहाँ गएछ? झन् दसैँको छुट्टी दिन्छ कि दिन्न सोध्ने भनेको। फेरि सानी दिदी घर पनि जानु छ। कतिखेर आउँछ ए मालिक? एकचोटि फोन गरेर सोध्छु बरु। हेलो सर, किधर है आप? मैं थोड़ा बाहर गया हूँ, क्या कस्टमर है क्या? नहीं सर, कस्टमर नहीं है सर। दशहरा का छुट्टी मिलेगा कि नहीं? नहीं मिलेगा। इधर मेरा पैसा मिला नहीं है, गाँव भी पैसा भेजना है। ठीक है, पैसा शाम को आके दे देता हूँ। ठीक है सर, मैं फिर दीदी का रूम जाके आता हूँ। अब मालिकले पनि छुट्टी दिएन, सानी दिदीले रुममै आएर पैसा लैजा भन्नुभएको थियो। सानी दिदीको रुममा जान्छु बरु। बुढा एउटा कुरा भनौँ? भन न, के भयो? कुरा के भने नि बुढा, कान्छीले पैसा चाहिएको छ अरे, उसको घरमा धेरै समस्या छ अरे। कान्छीलाई पैसा चाहिँ के गर्ने त अनि हामी? मसँग कस्तो निराश हुँदै मागेछिन्, त्यसैले मैले दिन्छु भनिदिएँ बुढा। दिन्छु भनेको तेरे कहाँ छ अनि हामीसँग पैसा? अस्ति मिलेको थियो नि त बुढा, त्यही भएर मैले भनिदिएँ। अनि त्यो पैसा हामीलाई चाहिँदैन? चाहिन त चाहिन्छ बुढा, हामीभन्दा धेरै समस्या उसलाई छ। हामीभन्दा उसलाई समस्या छ अरे? के हाम्रो घरमा पैसाको बोट छ र यहाँ? हजुरले पनि मान्नुहुन्छ जस्तो लाग्यो, त्यसैले मैले हुन्छ अनि पठाइदिएँ। ए अझ हुन्छ पो भनेर पठायौ? बुढा बुझ्ने छ त्यो। अनि म भएको के काम त यहाँ? मेरो त केही रेस्पेक्टै छैन यो घरमा। हाम्रो पैसा दिइहाल्छ बुढा, सिम्पल छ, बुझ्ने छ। अरे बाबा, सिम्पल पैसा माग्दाखेरि सिम्पल हुन्छ क्या उनीहरू? जब पैसा रिटर्न दिन्छ नि तब उनीहरूले दिँदैन। दिँदाखेरि कतिको के झगडा गर्नुपर्ने हो कि हान्नुपर्ने हो कि पिट्नुपर्ने हो कि? त्यसरी आफूले दिएको पैसा त्यसरी रिटर्न ल्याउनुपर्छ। भयो त बुढा, दिएको छैनौ नि, किन बोल्नुहुन्छ यति धेरै? नदिए भयो त। अन्त मेरो मुखै लाग्ने भयो कि त? किन पिट्नुहुन्छ दिदीलाई यसरी? के बिगारिदिनु भएको छ र दिदीले तपाईँको? तिमीलाई के मतलब? म जे पनि गरौँ। किन आएको तिमी यहाँ? मेरो त दिदीसँग काम थियो, त्यसैले आएको। यस्तो हुन्थ्यो भने थाहा पाएको भए म हिजो नै आउँथेन। किन आएको त अनि त्यत्तिकै? तिमीलाई पो पैसा दिनु भनेको? दिने भन्नुभएको थियो, चाहिँदैन अब मलाई तपाईँको पैसा। कसले दिन्छ त पैसा? के पैसा माथि एउटा सुई झर्छ माथि एउटा पैसा के? धेरै माया गर्नु नसके पनि राम्रोसँग त राखिदिनु। बिचारा ए दिदीको मम्मी बाबाले कति धेरै माया गर्नुहुन्छ। यदि हजुरको बहिनीलाई कसैले यस्तै गर्यो भने तपाईँ के गर्नुहुन्छ? लाज लाग्दैन? हेर, तिमी मेरो परिवारमाथि जाइ नलग। हाम्रो बुढाबुढीको झगडा हो, एकचोटि झगडिन्छौँ, एकचोटि मिल्छौँ। धेरै दुःख भयो है दिदी तपाईँलाई, यो सब मेरो कारणले भएको हो। मैले अस्ति भयो कान्छी छोड्दै, यो सबै मेरो कारणले भएको दिदी। म के गरौँ अब? के गर्छस् कान्छी? मैले गरेकै हो। दिदी नसोचेको भयो। दुःख नमनाइ कान्छी, मैले तँलाई पैसा दिन सकिनँ। नाइ दिदी, मलाई केही छैन, बरु हजुरलाई कति दुखेको होला। नाइ कान्छी, अलिकति मात्र हो। अहिले कहाँ जानुभयो त उहाँ? फेरि काममा गइजानु भयो उहाँ। 2-3 दिनदेखि धेरै टेन्सनमा हुनुहुन्छ। दिदी हुन्छ, यस्तो कहिले काहीँ टेन्सन नगर्नु होला। के को चिन्ता गर्नु कान्छी, बरु तँलाई पैसा दिन पाइएन, कहिले काहीँ बुढाबुढीको झगडा भइहाल्छ नि। नि दिदी, कहिले काहीँ बुढाबुढीको झगडा भइहाल्छ नि। बुढाले कुट्यो भनेर कसको घर जानेर? ठिक छ कान्छी, म पनि केही मान्दैन। उहाँ एकैछिन रिसाउनुहुन्छ। त्यही त दिदी, के टेन्सनमा हुनुहुन्थ्यो होला, केही पनि नभन्नु उहाँलाई। त्यही त, मर्ने पछि चाहिँदैन दिदी, म आफै